0.5 कोलम बी मा एउटा एन्ड फिक्स अर्को एन्ड फ्री भनेको छ कति हुन्छ ल अहिलेलाई मैले के को भ्यालु 2 भने है तपाईहरुले यो चाहिँ यादै गर्नुपर्ने कुरा अरु केही पनि दिएको छैन बक्लिङ लोड सोधेको छ अब हेर्नुस् है यस्तो क्वेशन यो च्याप्टरमा मात्रै हैन कुनै च्याप्टर तपाईलाई कुनै न कुनै सब्जेक्टबाट फर्मुला युज गर्ने खालको रेशियो सोध्ने खालको क्वेशन आउँछ जहिले पनि के गर्ने हो त भने फर्मुला पहिला मलाई के सोध्यो लोडको रेशियो सोध्यो लोडको लागि फर्मुला हेरौं P = पाई स्क्वायर EI / K स्क्वायर L स्क्वायर अब यहाँनिर लेन्थ पनि केही पनि दिएको छैन हामीलाई दिएको के छ त EI को भ्यालु पनि केही पनि भनेको छैन भनेपछि नभनेको भ्यालुहरु जहिले पनि कन्स्ट्यान्ट हो हामीलाई एउटा लोड सोधेको छ अर्को सपोर्टको कन्डिसन दियो त्यहाँबाट K को भ्यालु आउँछ त्यो बाइक अरु जम्मै कन्स्ट्यान्ट रहेछ भनेपछि के गर्ने भने तपाईले गर्ने वे तपाईलाई सजिलो लाग्छ मजाले गर्ने त्यही गर्ने हो न तपाईलाई अझै गाह्रो लागिराछ भने चाहिँ जहिले पनि यस्तो गर्ने कन्स्ट्यान्ट भएको चीजहरुलाई एकतिर लिएर जाने त्यो लाने बित्तिकै मेरो फर्मुला अब कस्तो बन्यो भने यस्तो बन्यो अब यस्तो बन्ने बित्तिकै के गर्न मिल्छ भने P1 K1 स्क्वायर = P2 K2 स्क्वायर गर्न मिल्छ अब त बिग्रिँदैन हामीलाई क्वेशनले के सोध्यो भने बक्लिङ लोड अफ A2 बक्लिङ लोड अफ B भन्यो भनेपछि मलाई सोधेको P1 / P2 सोधेको रहेछ भनेपछि K2 स्क्वायर / K1 स्क्वायर K2 स्क्वायर भनेको त्यो 2 को स्क्वायर भनेपछि 4 भयो 0.45 को स्क्वायर भनेपछि 0.25 भयो भनेपछि 16 जस्तो आयो जस्तो लाग्यो मलाई हो यसरी चाहिँ हामीले निकाल्नु पर्यो अथवा तपाईलाई गाह्रो लागिराछ अझै पनि गाह्रो लागिराछ भने के गर्ने हो भने नदिएको भ्यालुहरुलाई 1 राख्दिनुस् जस्तो यहाँनिर सबैलाई यो पहिला P1 निकाल्दा पनि के गर्ने भने पाई स्क्वायर * 1 / 0.5 को स्क्वायर * 1 गर्ने यहाँबाट निकाल्ने P2 पनि त्यस्तै गरेर निकाल्ने नदिएको भ्यालु जम्मैलाई 1 राख्ने अनि डिभाइड गरेर रेशियो निकाल्दा पनि हुन्छ है तर मैले सजेस्ट गर्दा तपाईलाई यो वेमा जान चाहिँ सजेस्ट गर्छु यो भने बिग्रिने चान्स कम हुन्छ यसरी सोध्दिन सक्छ अर्कोलाई क्वेशन बढ्नुस् त ल चाहिँ यहाँ सहिलो के भयो भने यो पनि के रहेछ हिन्जेड बोथ इन्ड यो पनि के रहेछ हिन्जेड बोथ इन्ड भनेको के को भ्यालु सेम रहेछ है अरु के दिएको छ भने क्रिपलिङ लोड दिएको छ लेन्थ दिएको छ क्रिपलिङ लोड सोधेको छ भनेपछि लेन्थ र लोड मात्रै चेन्ज भइराछ भनेपछि के गर्न मिल्यो भने अहिलेकै फर्मुलामा P * L = कन्स्ट्यान्ट गर्न मिल्छ P1 L1 = P2 L2 गर्न मिल्छ त्यहाँबाट निकाल्नु भयो भने पहिलाको दिएको छ P2 हामीलाई निकाल्नु पर्ने छ P2 निकाल्दाखेरि कति आउँछ त फर्मुला मैले बिगारे है P = पाई स्क्वायर EI / K स्क्वायर L स्क्वायर हुन्छ के जम्मै के पनि दुईटै एउटै स्किन गर्ने छ भने त्यो पनि कन्स्ट्यान्ट भयो यहाँबाट निकाल्ने हो भने 4 किलो न्यूटन चाहिँ आन्सर हुन्छ क्वेशन मैले अरु क्वेशन राखेको छु कि छैन ल अब यहाँनिर एक्स्ट्रा बुझ्नुपर्ने कुराहरु हेर्नुस् है के छ त भने कहिले कहिले क्वेशनले यो हामीले जम्मै पढेको लङ कोलमहरुको लागि लङ कोलम र सर्ट कोलम कसरी छुट्याउने भन्छ स्लेन्डरनेस रेशियो लेस देन अर इक्वल टु कति 32 भयो भने सर्ट हो भनेर युलरले भन्छ भने ल्याम्डा को भ्यालु के छ ग्रेटर देन 120 भन्यो भने चाहिँ लङ कोलम भनेर भन्छ यो युलरले भन्यो यति यो मात्रै पनि क्वेशन सोधिरहेछ कहिले कहिले के हुन्छ भने यहाँनिर कास्ट आइरन यस्तो त्यो टर्महरु सोधिन्छ त्यो भएन भने चाहिँ तपाईले आन्सर चाहिँ ल्याम्डा चाहिँ लेस देन 80 भयो भने सर्ट यो भन्दा बढी भयो भने लङ भन्ने देख्नुहुन्छ कहिले कहिले यो 80 भन्ने अप्सनमा नभएर 100 हुन सक्छ हो त्यस्तो टर्म पनि दिइराछ है कहिले कहिले कास्ट आइरन भनेर भनिदिन्छ हो यस्तो टर्महरु दिँदाखेरि चाहिँ हामीलाई चाहिँ त्यो 32 भन्ने पढिरहेको हुन्छ त्यो नदिएर यो 80 भन्ने पनि दिइरहेको पनि छ अप्सनमा त्यो पनि याद गर्नु होला स्टिलहरुमा रेन त्यो स्टिलको स्ट्रक्चरहरुमा चाहिँ 80 अनि 100 पनि देखिरा हुन्छ यो पनि ख्याल गर्नु होला है यहाँबाट पनि कहिले कहिले क्वेशनहरु तपाईलाई सोधिन सक्छ हजुर ल्याम्डा भनेको स्लेन्डरनेस रेशियो हो है स्लेन्डरनेस रेशियो भनेको चाहिँ L/R भनेर भन्छौं जनरली हामीले लेन्थ बाइ इफेक्टिभ लेन्थ बाइ रेडियस अफ गाइरेसन भनेर जे हो चाहिँ जनरल फर्मुला हो है स्लेन्डरनेस रेशियो यो हाम्रो केसमा चाहिँ
अब यो फेरि स्लेन्डरनेस रेसियो हामी उतापट्टि जान्छौँ कङ्क्रिट सङ्क्रिटमा जान्छौँ भने त्यतिखेर फेरि L/D अथवा L/B गरिरहेको हो यस्तो चाहिँ अब च्याप्टर अनुसार फरक पर्छ है क्वेसन कहाँबाट आएको भने चाहिँ तपाईँले ख्याल गर्नु पर्यो अर्को यहाँनिर युलरनिर मैले के भन्न लागेको थिएँ भने चाहिँ म एकछिनमा सम्झेर भन्छु है अहिले नेक्स्ट क्वेसनमा जाउँ बक्लिङ लोड फर अ गिभन मेटेरियल डिपेन्ड्स अपन भनेको छ अन्त बक्लिङ लोड केमा डिपेन्ड गरिरहेछ पाई स्क्वायर EI बाई के स्क्वायर L स्क्वायर यो पोइजन रेसियो भन्ने चाहिँ होइन होला है फर्मुला देखिया छैन अब एउटा स्लेन्डरनेस रेसियो र मोडुलस भेलोसिटी भनेको छ एउटा स्लेन्डरनेस रेसियो र क्रस सेक्सन एरिया भनेको छ हेर्दा के हो त भने क्रस सेक्सन भन्दा पनि देखिएको त के छ मोडुलस भेलोसिटी पनि देखिया हो है आई पनि छ अब कुन हो भन्ने कुरा चाहिँ खत्तम भयो अब हेर्नुहोस् है अब के छ भने स्लेन्डरनेस रेसियो भनेको छ स्लेन्डरनेस रेसियो फर्मुलामा ठ्याक्कै देखिया छैन नि है तर स्लेन्डरनेस रेसियो भनेको के हो रे भने के पढाएको थियौँ त हामीले इफेक्टिभ लेन्थ बाई रेडियस अफ गाइरेसन भन्ने पढाएको थियौँ है यहाँनिर हेर्नु हो भने हेर्नुहोस् है म त्यो स्लेन्डरनेस रेसियो निकाल्न खोज्छु यहाँनिर हामीले इफेक्टिभ लेन्थ भनेको छ इफेक्टिभ लेन्थ यो तलको पनि इफेक्टिभ लेन्थ हो रेडियस अफ गाइरेसन यो आईसँग केही रिलेसन छ के छ होला AR स्क्वायर हुन्छ है यहाँबाट हेर्ने हो के हुन्छ त भने E पनि हो A पनि हो डिभाइड बाई के हुन्छ भने स्लेन्डरनेस रेसियोको स्क्वायर जस्तो टर्म एउटा आउँछ डिपेन्ड अब मोडुलस भेलोसिटीसँग पनि गर्ने हो क्रस सेक्सनसँग पनि गर्छ अब यो एन्सर चाहिँ बनाउँदाखेरि के भयो होला यसको एन्सर ठ्याक्कै के छ भन्ने चाहिँ म चाहिँ स्लाइडमा चाहिँ अपडेट गरिदिन्छु है नभए अब मैले चाहिँ बेटर अप्सन चाहिँ के भन्छु भने मोडुलस भेलोसिटीसँग के भन्ने त बेटर अप्सन क्रस सेक्सन एरिया र स्लेन्डरनेस रेसियो चाहिँ मैले चाहिँ बेटर अप्सन चाहिँ भन्छु है किनभने एउटै मेटेरियल भयो भने पनि त्यो दुईटा चाहिँ फरक चाहिँ पर्छ जेनरली अब हामीले लोड कोलमहरू बनाइराख्ने भनेको कि आरसिसीको हो कि स्टिलको त्यो भनेको लगभग यसमा भेरिएबल पनि त्यति धेरै हुँदैन त्यही भएर यो चाहिँ मैले बेटर अप्सन भनेर चाहिँ भने है विच अफ द फलोइङ स्टेटमेन्ट इज करेक्ट फर टु शाफ्ट कनेक्टेड इन प्यारलल भनेको छ प्यारललमा जोड्यो भने कुन के चाहिँ हुन्छ भनेर सोधेको छ स्याफ्ट भनेको छ है स्याफ्ट भन्ने बित्तिकै टोर्सन लगाइरहेको छ भन्ने कुरा त बुझ्नु परिहाल्यो प्यारललमा जोड्यो भने के हुन्छ त भने यसमा ट्विस्ट चाहिँ बराबरै हुन्छ टोटल ट्विस्ट भनेको एउटामा हुने ट्विस्ट र अर्कोमा हुने ट्विस्ट भन्ने हुन्छ यसमा टर्क चाहिँ के हुन्छ भने टोटल टर्क भनेको दुईटामा डिस्ट्रिब्युट हुन्छ कुन चाहिँ होला त यहाँको एन्सर यो चाहिँ हो रहेछ अरू हो कि होइन होला अरू होइन है अब यस्तै सिरिजमा भइदियो भए के हुन्थ्यो होला यसमा यसको एङ्गुलर ट्विस्ट 1 छ यसको एङ्गुलर ट्विस्ट 2 छ भने टोटल ट्विस्ट भनेको दुईटाको सम हुन्छ टर्क चाहिँ के हुन्छ भने एउटाले टोटल टर्क क्यारी गर्ने भनेको दुईटैमा बराबरी चाहिँ क्यारी गर्नुपर्ने हुन्छ भने चाहिँ यो चाहिँ सिरिजमा भयो भने क्राइटेरिया हुन्छ अब पढ्दै जाउँ कतिसम्म हुन्छ है ल फर टु स्याफ्ट कनेक्टेड इन सिरिज ल सिरिजमा भयो भने कुन चाहिँ होला टर्क चाहिँ सेम हुन्छ है म्याक्सिमम टर्क द्याट क्यान बी सेफली एप्लाई टु अ स्याफ्ट स्याफ्टको डायमिटर दिएको छ पर्मिसिबल स्ट्रेस भनेर पनि दिएको छ पर्मिसिबल एङ्गल अफ ट्विस्ट भनेर पनि दिएको छ लेन्थ पनि दिएको छ जीको भ्यालु पनि दिएको छ कुन फर्मुला लाउने होला त पहिला त हामीसँग टोर्सनको भएको फर्मुला नै के छ भने यति छ टाउ बाई आर इक्वल टु G5/L भन्ने फर्मुला छ अब हेर्नुहोस् है यहाँनिर के दिएको छ भने एउटा सियर स्ट्रेस पनि योभन्दा बढी हुन पाइन्न भन्ने छ अर्को एङ्गल अफ ट्विस्ट भन्ने पनि योभन्दा बढी हुन पाइन्न भन्ने छ दुईटै भ्यालु दिएको छ है अब हामीलाई यहाँबाट पनि टर्क निकाल्न मिल्ने गरी भ्यालु दिएको छ सुरुको र लास्टकोबाट पनि युज गरेर निकाल्न मिल्ने भन्ने दिएको छ यदि यहाँ मात्रै कुनै एउटा मात्रै दिएको भए ठ्याक्कै ल सियर स्ट्रेस मात्रै दिएको भए यति लगाउने निकाल्ने एङ्गल अफ ट्विस्ट मात्रै दिएको भए यति निकाल्ने हुन्थ्यो यहाँ अब के गर्नु पर्यो भने दुईटैमा क्राइटेरिया भएपछि दुईटैबाट टर्क भ्यालु निकाल्ने
फर्स्टमा यो दुईटाबाट निकालौँ हामीले टर्कको भ्यालु अनि त्यसपछि यो फर्स्ट र लास्टबाट टर्कको भ्यालु निकाल्ने। ल निकालौँ त, फर्स्टबाट निकाल्नुहोस् त। कति आएन तपाईँहरूको? जे भनेको थियो टाउको भ्यालु म्याक्सिमम भ्यालु दिएको छ, लिमिटिङ भ्यालु 30, आरको भ्यालु पनि के गर्नु पर्यो? यति गरेर टीको भ्यालु आउँछ होला। टीको भ्यालु कति आउँदै आएन कसैको पनि? 5.89 आउँछ। यो लगाउनु भयो भने बिग्रिसक्यो है। त्यसपछि के गर्ने? पछाडि यो दुईटा फर्मुला युज गर्नुभयो भने यहाँ पनि जम्मै कुरा दिएको छ, तपाईँलाई केही पनि नदिएको छैन। मजाले लगाउने, निकाल्ने। त्यो गर्दाखेरि आन्सर कति आउँछ भने यो आउँछ। अब हामीले हेर्नु त, एङ्गल योभन्दा बढी बनाउनु पनि भएन, सियर स्ट्रेस योभन्दा बढी पनि बनाउनु भएन, दुईटा भ्यालु आयो। कुन चाहिँ भ्यालु लिनुपर्छ होला त? हामीलाई म्याक्सिमम टर्क सोधेको छ भने चाहिँ जहिले पनि हामीले भनेको थियौँ म्याक्सिमम भ्यालु सोध्छ भने आएको भ्यालुहरू मध्येको मिनिमम लिने हो। मिनिमम भ्यालु भनेर सोध्छ भने आएको मध्येको म्याक्सिमम लिने हो। यहाँनिर म्याक्सिमम निकाल्नु परिरहेछ भने चाहिँ आएको भ्यालुहरूको कम भनेको यो चाहिँ यो हो जस्तो लाग्छ है मलाई एन्सर। यो पनि तलको नै हुनसक्छ, माथिको चाहिँ होइन भन्ने चाहिँ हो। यो चाहिँ अब तपाईँहरूले निकाल्ने भ्यालु यो फर्स्ट र थर्ड लगाएर निकाल्नु पर्यो। केही भएन भने हामी भोलि भन्छौँ। यस्तो अब एङ्गल अफ ट्विस्ट डिग्री भनेरै दिएको छ। डिग्री भनिसकेपछि अब डिग्रीमा राख्न पाइएन, रेडियनमा लानु चाहिँ पर्यो है। 1 डिग्री भनेर दिएछ भनेपछि एङ्गल अफ ट्विस्ट 1 मात्रै भन्दा भए चाहिँ रेडियनै दियो होला भन्ने हुन्थ्यो। डिग्री भनिसकेपछि पक्कै पनि यो रेडियनमा दियो होला है। अब फेरि रेडियनमा दिँदा एन्सर आएन भने फेरि डिग्री नै राखेर पनि गर्नु पर्यो है। जसरी हुन्छ यो 4वटा मध्येको एन्सर निकालेरै चाहिँ छोड्नै पर्यो है अन्तिममा। त्योभन्दा हामीसँग अप्सनै छैन। ल अर्को हेर्नु त, अब यो च्याप्टरबाट अरू आउन सक्ने, यहाँबाट आएन भने आउने भनेको पोइजन रेसियोहरूबाट। पोइजन रेसियोमा चाहिँ यतिवटा फर्मुला छ कि ई जी र के को 1 2 र 3। 2 बनाउनु के गर्नुपर्छ भने 1 मा 1 जोड्नुपर्छ म्यू। यहाँ चाहिँ के गर्नु पर्यो? 1 मा 2 जोड्नु पर्ने हो। अहिले प्लस गरिरहेको छ, अब माइनस गर्ने। यति फर्मुला छ। यो 4वटा फन्डामेन्टल क्वान्टिटी छ। 4वटा मध्ये चाहिँ कसैले हामीलाई 2टा दियो भने अरू जम्मै निकाल्न सकिन्छ यहाँ फर्मुलाबाट। यहाँबाट निकाल्दाखेरि अब के दिएको छ हेर्नु त, यहाँ के दिएको छ? बल्क मोडुलस अफ इलास्टिसिटी के चाहिँ के छ अरे भने ट्वाइस द मोडुलस अफ रिजिडिटी छ अरे। मोडुलस अफ रिजिडिटी भनेको के होला? मोडुलस अफ रिजिडिटी भनेको जी हो है। यहाँ के दियो भने के भनेको चाहिँ के छ अरे 2 टाइम्स जी छ भनेर दियो। यो भ्यालु ल राखिदिउँ। यहाँ हेर्नु त 2g1 प्लस म्यू इक्वल टु 3 इन्टु 2g1 माइनस 2 म्यू। अब यो जी काटिहाल्यो। अब क्यालकुलेटरमा सल्भ हाल्दै पनि हुन्छ है, झुक्किन्छ जस्तो लाग्यो भने। कति आयो त? प्लस 2 म्यू इक्वल टु 3 माइनस 6 म्यू। 3 माइनस 6 पनि होइन रहेछ, 12 म्यू रहेछ। 14 भयो, उता 1 भयो। कति आयो? यो पनि 6 हो रहेछ। इक्वल टु म्यू भनेको 4/14 अथवा 2/7 आउँदो रहेछ है। तपाईँलाई अब क्यालकुलेसन गर्दाखेरि भद्रगोल हुन्छ जस्तो लाग्यो भने मजाले क्यालकुलेटरलाई गर्न दिने। क्यालकुलेटरमा यति ट्याक्क यहाँसम्म मिलाउने, जी काटिदिने, त्यसपछि भ्यालु क्यालकुलेटर हालिदिने, क्यालकुलेटर आफै दिन्छ है। सहिलो कुरा बिगार्न पाएन। पोइजन रेसियो भनेको के हो भन्ने डिफिनेसन छ। अब 2-3वटा क्वेसन गरौँ अनि आजलाई त्यति नै गरौँ है। पोइजन रेसियोको डिफिनेसन हेर्नुहोस् त कुन चाहिँ हो?
पोइजन रेसियोले के भन्छ भने हामीले कुनै पनि अब्जेक्टलाई यतापट्टिबाट पुल गर्यौं भने त्यसको लेन्थ बढ्छ, त्यो लेन्थ बढ्दाखेरि के हुन्छ भने यसको डायमिटरतिरको घट्छ भनेर भन्छ अर्को डाइमेन्सनतिर। अनि यो चाहिँ के हो भने रेसियो अफ, पहिला त यो स्ट्रेनको रेसियो भन्ने कुरा भइहाल्यो, स्ट्रेनको भन्ने बित्तिकै यो स्ट्रेस भएको हटाइदिए भयो है। अब कुन कुन स्ट्रेनको हो त भने यो ल्याटरल र लङ्गिट्युडनल, लङ्गिट्युडनल भनेको हामीले लोड लगाएकोतिरको रेसियो अफ ल्याटरल स्ट्रेन टु लङ्गिट्युडनल स्ट्रेन। यसको डाइमेन्सन के हुन्छ अथवा युनिट के हुन्छ होला? पोइजन रेसियो स्ट्रेन पनि युनिटलेस, यो पनि स्ट्रेन युनिटलेस अथवा डाइमेन्सनलेस भयो है। पोइजन रेसियो अफ मटेरियल लाइज बिट्विन भनेको छ, एकदमै यो झुक्किने खालको क्वेसन है। कुन हुन्छ? -1 देखि 0.5 हुन्छ। तर हेर्नुहोस् है, अब तपाईँहरूकोमा चाहिँ के छ भने एकदम भेराइटीमा एन्सरहरू दिइरहेछ काउन्सिलमा, ग्रेटर देन 1, लेस देन 1 यस्तो यस्तो दिइरहेछ। अब त्यो चाहिँ अब बेस्ट एन्सर के दिन्छ अप्सन, त्यसमा बेस्ट चाहिँ लगाउनु पर्यो। तर के हुन्छ भने जम्मै म्याटेरियलमा -1 देखि 0.5 भन्दा फरक हुनै पाइँदैन। अनि अर्को भनेको यो ई, जी र के भन्ने यो तीनवटा मोडुलस छ नि, यो चाहिँ अलवेज पोजिटिभ 0 हुन पाउँछ कि पोजिटिभ हुन पाउँछ, नेगेटिभ कहिले पनि हुन पाउँदैन। यति दुईवटा कुरा सम्झिने। अर्को के सम्झिने भने यदि हामीले जेनरली युज्ड म्याटेरियल भन्छ अथवा कमनली युज्ड म्याटेरियल भनेर भन्छ भने हामीले युज गर्ने म्याटेरियलहरूमा चाहिँ जम्मैमा के हुन्छ भने 0 देखि 0.5 मात्रै हुन्छ है। भनेको यदि जेनरली युज्ड म्याटेरियल, कमनली युज्ड म्याटेरियल भनेर भन्छ भने त्यतिखेर 0 देखि 0.5 भन्ने, अथवा स्ट्रक्चरली युज गर्ने म्याटेरियल भन्छ यस्तो यस्तो भन्छ भने त्यतिखेर चाहिँ गर्ने। तर केही पनि भन्दैन भने त्यतिखेर चाहिँ -1 देखि 0.5 भनेर लाउनु पर्यो। अब अप्सनमा ग्रेटर देन 0, लेस देन 1 यस्ता क्वेसनहरू सोधिरहेछ। अब त्यो भने चाहिँ अप्सन हेरेर चाहिँ बेस्ट एन्सर लगाउनु पर्यो है। सकेसम्म यो रेन्ज इन्क्लुड हुने गरी लगाउने, त्यो रेन्ज छैन भने यो रेन्ज इन्क्लुड हुने गरी लगाउनु चाहिँ पर्यो। वाट विल बी द भ्यालु अफ पोइजन रेसियो इफ यङको मोडुलस इज इक्वल टु बङ्गको मोडुलस? यो पनि अहिलेकै क्वेसन भइहाल्यो, यो मैले गराइनँ है, तपाईँहरूले अब टिक लाउनु होला। ल सिमिलर क्वेसन रहेछ यहाँ पनि हेर्नु त। यो पनि तपाईँले भोलि आउँदाखेरि मैले एबिसिडी के हो एन्सर भनेर सोच्छु, यो गरेर आउनु पर्यो। सबै कुरा दिएको छ यहाँ चाहिँ, भ्यालुको टर्ममा दिएको छ, यङ्स मोडुलस पनि दिएको छ, पोइजन रेसियो पनि दिएको छ, मोडुलस अफ रिजिडिटी निकाल्न भनेको छ। जीको भ्यालु त निकाल्न हामीले कुनै पनि दुईवटा दियो भने जी पनि निकाल्न सकिन्छ, के पनि निकाल्न सकिन्छ। त्यसपछि के छ त ल कुन कुन चाहिँ ट्रु हुन्छ भनेको छ। यहाँ चाहिँ मल्टिपल एन्सर ट्रु हुन सक्छ। यसको एन्सर चाहिँ कसरी गर्ने हो त भने हामीलाई दिएको कन्डिसनबाट पहिला म्यू निकाल्ने। म्यू निकाल्दाखेरि यदि यो म्यूको भ्यालु चाहिँ -1 देखि 0.5 को बिचमा आउँदैन भने यो कन्डिसन भ्यालिड होइन रहेछ। यसरी कुन कुन कन्डिसन भ्यालिड हुँदैन तपाईँले म्यूको भ्यालु निकालेर बस्ने। यसमा चाहिँ एन्सर दुईवटा छ है। यदि एन्सर चाहिँ यस्तै तपाईँलाई यही क्वेसन आयो, एन्सर दुईवटाकै म्यूको यो रेन्जमा आउँछ भने अब के गर्ने त भने अब यो भन्दा बेटर अप्सनमा जाने, 0 देखि 0.5 सम्म खोज्ने। यदि दुईटै यो रेन्जमा छैन भने के गर्ने त भने अब यो क्वेसन चाहिँ बिग्रिरहेको रहेछ, अक्कर बक्कर बम्मै भयो है। नभए जेनरली त्यस्तो क्वेसन चाहिँ एकदमै कम हुन्छ। अब त्यो भनेको एउटा सेटमा एउटा होला कि तपाईँ एकदमै अनलकी भएको, त्योभन्दा बढी चाहिँ हुँदैन भनेको। तपाईँहरू अब जाँच दिँदाखेरि चाहिँ म जहिले पनि भन्छु क्वेसन एउटा दुईवटा त्यस्तो त्यो अनौठो पढेकै च्याप्टरबाट अनौठो क्वेसन आउँछ, आत्तिनु चाहिँ भएन। किनभने तपाईँले 100 मार्क्स पढेर गएको हो, त्यहाँ 50 मार्क्ससम्म पनि तपाईँले देख्दै नदेखेको आए पनि मिलाउनु पर्यो, नभए त पढेको काम भएन। तर त्यस्तो आउँदैन है। 5 मार्क्सको 6 मार्क्सको त्यस्तो त्यो गाह्रै क्वेसन भन्ने आउँछ। त्यो पनि के हुन्छ भने तपाईँले त्यो च्याप्टर पढ्नु भएको छैन भने फेरि त्यो तपाईँलाई गाह्रो भएन, त्यो च्याप्टर जम्मै गाह्रो हुन्छ यसै पनि है। पढेर गएको छ भने पनि त्यो 5-10 मार्क्स गाह्रो हुन्छ। तर तपाईँलाई 70 ल्याउनु पर्ने होइन। तपाईँ लोकसेवा पढ्न जाने भए यो छेउमा बसेको साथीले भन्दा 1 मार्क्स बढी ल्याउनै पर्थ्यो कमसेकम पनि नाम निकाल। अब के हुन्छ भने जम्मैले 50 ल्याए पनि जम्मैजना पास भयो है। हो त्यही भएर चाहिँ 50 ल्याउने गरी चाहिँ जाने हो। 50 ल्याउनको लागि सबै पढेर गयो भने 50 ल्याउन सजिलो हुन्छ। तर मसँग टाइमै छैन भन्नुहुन्छ भने त्यतिखेर चाहिँ कम पढ्ने। अब टाइम अहिलेसम्म चाहिँ तपाईँहरू पढ्नु पऱ्यो। तपाईँहरू क्र्यास कोर्स पढ्न आउनु भएको छ, यहाँ तपाईँलाई रिभिजन हुन्छ भनेर पढाइरहेको छौँ हामी। तपाईँहरू पढ्दै नपढिकन आउनु भएको छ, के रिभिजन हुने? रिभिजन हुने कुरै भएन। हो त्यही भएर यो रिभिजन गर्न आइरहेको छौँ भन्ने चाहिँ सम्झिनु पऱ्यो है। हामी भोलि बिहान अथवा बेलुका पनि फेरि कहिलेसम्म सेड्युल अनुसार पढ्छौँ। अब त्यो पढ्न आउँदाखेरि चाहिँ
यहाँसम्म बढ्नु त परिहाल्यो, यहाँभन्दा पछाडिको चाहिँ मैले ट्याक्क क्वेसन भन्ने बित्तिकै एन्सर ट्याक्क भन्ने खालको हुनु पर्यो है। ल आजलाई यति नै गरौँ है त। ल हामीले अघि